तारे भिरमा सुन खोज्नेहरूको कथा, पहाडका अग्ला अग्ला खोजहरूमा रहेको शिलाजी निकाल्न। यसरी डोरी लगाएर डोरीमा झुन्डिएर कठिन पूर्ण यात्रा गरेर शिलाजित निकाल्ने गरिन्छ र शिलाजित एकदमै महँगो हुने गर्छ। तपाईलाई यो भिडियोमा मैले देखाइराखेको छु। एकदमै अनकन्टार भिर रहेको छ। यहाँबाट मान्छे खसिहाल्यो यदि कुनै कारणले आफ्नो वेट धान्न नसकेर या डोरी चुन्डेर यहाँबाट मान्छे खस्यो भने यो मान्छे बाँच्छ भनेर तपाईले कल्पना गर्न सक्नुहुन्छ? कदापि सकिँदैन। यस्तो अनकन्टार भिरहरूमा उक्लेर यो तपाईले कालो देखिरहनु भएको शिलाजित हो। उहाँले चाहिँ अब त्यो शिलाजी भएको ठाउँमा पुगिसक्नु भएको छ। अब यसपछि माथि टुप्पोमा भएका साथीहरूले अर्को रस्सीमा प्लास्टिकको बोरा फाल्नुहुन्छ र त्यो दाइले अब त्यो बिस्तारै अडेस लागेर त्यहाँबाट शिलाजित निकाल्ने काम गर्नुहुन्छ। यो चाहिँ रफ मेटेरियल हो। यसलाई प्रशोधन गर्नुपर्ने हुन्छ। यो सङ्कलन गरिसकेपछि पानीमा भिजाएर केही हप्तासम्म राखेर फेरि छानेर एकदम पकाएर अलि बाक्लो भइसकेपछि अनि मात्र तपाईँ हाम्रो पहुँचमा आइपुग्छ, अर्थात् बजारमा आइपुग्छ। अब यो दाइले डोरी चाहिँ अर्को डोरी तान्नुभयो। त्यसमा चाहिँ प्लास्टिकको झोला अर्थात् प्लास्टिक बाँधेर फाल्नुहुन्छ, किनभने त्यहाँ शिलाजित सङ्कलनका लागि अब त्यो दाइ तल आइसके पनि अब एउटा झोला चाहिन्छ। अब त्यो दाइले त्यो प्लास्टिक बाँध्नुभयो, बोरा छ। त्यसपछि त्यो दाइले सिधै तल फाल्नुहुन्छ। अनि तल जुन भिरमा अड्किरहनु भएको दाइले चाहिँ अब त्यसलाई शिलाजितलाई निकाल्दै त्यो बोरामा प्याक गरेर फेरि डोरी लाएर त्यो फेरि तान्ने काम हुन्छ। शिलाजित निकाल्ने प्रक्रिया यो चलिरहन्छ। कृपया हाम्रो भिडियो लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद।